ल हामी अहिले हलेसी जानेको क्रममा यहाँ अहिले यहाँ कोशी पुलमा खाजा खाना रोकेका छौँ। 3वटा गाडी छ हाम्रो। यहाँ पेडा भण्डारमा चाहिँ खाजा खाइँदैछ। पेडा किन्ने अब व्यवसाय थालिएको छ। कोही अब आउनुहुन्छ भने घरतिरको मान्छेले पेडा किन्नुलाई यहाँ आउनु होला है। हाम्रो लक्ष्मी सर आजको यात्रा कहाँसम्म हाम्रो? आजको यात्रा हाम्रो खोटाङ हलेसी हलेसीको दर्शन गढी उता खाजा खाने यता व्यस्त हुनुहुन्छ। हामी चाहिँ पेडा बनाउँदै थियौँ एकछिन। असली बाजाको पेडा मान्छे अनुसारको कराई पनि रहेछ, ठुलो दुध पनि धेरै। अब हामी त यसरी लागिरहेछ भनेर चौडण्डी गढी नगरपालिका अरे। ए भइरहेछ ल हामी हलेसीतिर जाँदैछौँ है। म आमिर बोल्ने भनेको त ए भोट दिनु नदिनु हामी हलेसी जाँदैछौँ। हेरे हेर्नु नहेर्नु नहेर्नु गाईघाट पुग्न लागिएको छ। अझै छ 10 किलोमिटर जति उठ्दिनै छ। खोटाङ हलेसीको यात्रा एकदम यो धुलम्बे बाटो रहेछ। धुलम्बे बाटोमा गइरहेको छौँ। गुरुजीको एकदम ध्यानपूर्वक हकाइ छ। हाम्रो धर्मलम्बीहरू पनि एकदम मस्त छ बस्नु भएको छ। हेर्नुलाई यात्रा रमाइलो भइरहेछ। लगभग हामी अहिले 12 बज्न आँट्न हालेको छ। अब केही हाम्रो अरू साथीहरू पनि पछाडि आउँदै हुनुहुन्छ। ल खाना खाने ठाउँ पोखरी भन्ने ठाउँ आइपुग्यो। हिँड्दा खाना खाने हो। गाडी यहाँ राख्यो। धुलम्मै छ बाटो। पुगेर राख्यो भात। ल आयो गोरे पनि आयो हाम्रो। ल खाना खाने ठाउँमा सबै भेला भइयो। कस्तो छ यात्रा? उड्नुभन्दा गुड्नु सजिलो हुन्छ। धुलो बाटो छ बिस्तारो कुदाउनु। होइन हामी सबैले खानापिना खाइयो। अब 3 बजे 3 बजे हामी बिस्तारै जाँदैछौँ। 3 बजे चाहिँ हामी हलेसी टेक्छौँ भन्ने हामीलाई लागेको छ। पोखरीको नैना रेसम होटलमा खाना पड्काएर अब चाहिँ हामी लाग्ने। अब लाग्नु फेरि। अब हाम्रो यात्रा हलेसीको अब पुग्ने। हाम्रो गोरे कुद्दैछ अगाडि। अब हाम्रो पनि हलेसी पुग्न अब लगभग 1-1.5 घन्टाको बाटो छ। अब यो अगाडि देखिने पहाड ट्याक्राकै कटेपछि त्यहाँदेखि उता गाउँ कटेपछि आइहाल्छ हलेसी। अब लाग्यो यस्तो कच्ची बाटोमा लम्बे धुलम्बे यस्तो छ बाटो भन्नेको। अब त्यो पारी देखिने बाटो जानुपर्छ। त्यो डाँडा छट्टै काटेर पल्लोपट्टि पुग्यो भने फ्यात्तै पुग्यो। ल हलेसी भिलेजमा आइपुग्यो है हामी। धेरै पछाडि गाडी ल्याइयो ठ्याक्कै 3टा झापातिरका हाम्रै गाउँ पेर्सिनहरुकै। ल 3टा फेरि गाडी हलेसी जान चाहिएमा तर बाटो चाहिँ साह्रै खराब रहेछ। गाडीको रङ रूप हराउने 3वटा गाडी लिएर आइयो यसपालि। झिलिमिली छ माथि छैन। धुलोले हरायो गतिको रास। हलेसी भिलेजमा आजको बास। ल हलेसी मन्दिर आइपुग्यो हामी। हलेसीको यसो दर्शन हेर्दैछौँ यहाँबाट। भगवानको यो लीला भनेको त मैले अब त्यहाँदेखि उता भित्र पस्दा पनि ठुलो छ नि होइन। लोड हेर्नु त माथि लोड। अनि चौबेरे गुफामा त झन् यसो हेर्दा माथिबाट घाम छिर्छ तल। अनि हेर्नु त त्यो चट्टान यत्रो ओडार माथि पाल छ। ल है भोलि जाँदा पर्छ आज। ठुलो र म सानो गर्दै जाने। यो मेन हलेसी महादेवको मन्दिर त यो यता बडी यता भाउजू पुगेर आउनुभयो। ल जानु जानु। ल अब हामी तल बसा तानतिर। हेलो हामी अहिले हालचाल हलेसीको ल किलामा कडक ल हाम्रो सन्धि ग्रुप चाहिँ लो त्यो दुलो छैन त्यहाँ दुलोमा हो त्यहाँ। यो शङ्ख यहाँको। भोलि तपाईँहरू पूजा गर्न आए हुन्छ। ल हिँड्नु जाउँ।
ल शङ्का फुक्दै गरौँ है त्यहाँ अब हाम्रो जतिले लु ल जाउँ ल हामी लागौँ अगाडि आउनु आउनु अगाडि आउनु आउँछ नि अब कति आउँछ नि ल आउनु अब यो चाहिँ दुलोबाट चाहिँ शिवजी फुत्ता निक्लेर भागेको अरे क्या हलेसीको यहाँको हेर्नु त त्यहाँ ठ्याक्कै गिरी जस्तो देखिन्छ नि त अनि त्यो राक्षसको गिरी होइन पारिपट्टि छ नि उच्च छ अनि यहाँ पाइला देखिन्छ महादेवको ठ्याक्क अनि यता नि छन् पाइलाहरू ऊ त्यो देख्नुभयो ऊ त्यो पाइला ऊ टस बालेको छ नि हो त्यो त्यो चाहिँ पाइला अरे पाइला पाइला यता नि पाइला छ यसो यसो फुत्ता फुत्ता हालेर भागेको अनि यहाँदेखि निक्लेर यस्तो अद्भुत छ यहाँनिर देख्नुभयो त यो चाहिँ माथि आकाश देखिन्छ टक्कै शिवजीले बोकेर ल्याएर राख्नुभएको अब हामीले पनि बोक्नु खोजेको लु बोक अलि हल्यो 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 ए ल अलिकति अब अलिकति बोकेछ ल ल ल बल गर्नु एक दुईचोटि गोरेले ढकाल्दैछ है लु 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 हाम्रो यहाँ मिस्टर आइतबहादुर गोरेजी डाङ्गै ढलिरहेछ यस्तो आनन्द हलेसीमा ल्याइसकेपछि चाहिँ हो पेटभरि खानु यहाँ आनन्दले यो हलेसी भिलेज भन्नेमा चाहिँ एकदम मजाले खाना पाइँदो रहेछ भन्ने कुरो भन्नु होला सादा रोटी सब्जी कस्तो लाग्यो राम्रो लाग्यो ल ल ल ल मलाई यो हलेसी भिलेजको खाना कस्तो लाग्यो राम्रो केही कमी कमजोर नभन्नु है फेरि यस्तो चाहिँ कस्तो लाग्यो मिठो अब मन्दिर दर्शन गर्न आएको यस्तै हो त्यो भने रमाइलो मान्नुपर्छ आशा पराजुली खाना खाँदैछौ के गर्नु खाना खानु भएन बडीले हामीले ल्याएकोमा तपाईँलाई गुनासो छैन नि होइन ल ल ल ल हलेसीको बिहान बिहानको दृश्य अर्को छेउबाट हामी पहाडको यो भित्ता अगाडि बढिरहेका छौँ हाम्रो यात्रा एकदम रमाइलो भइरहेको छ यहाँ उकालो आइसकेको छ ल हेर्नुहोस् यो 90 डिग्रीको हिमाल रहेको छ धनगढसिंहको उकालो जस्तो थियो त्यस्तै सेम यो उकालो आएको छ सप्तकोशीको गडतिरै लाग्नेछौँ हामी अब केही क्षणमा यो सीमा अब अर्को आयो हलेसी सकिएर नगरपालिका सकेर उता अब यो साप्सु खोला अरे गाईघाट अब हामी यो गाईघाटको बरुवा पुल आयो अब तराई विशेष गरेर तराईतिर लागे पहाड सबै काटेर तराइएको छ साह्रै राम्रो पुल छ है खोटाङ हलेसी महादेवको दर्शन गरेर आइयो तराई प्रदेशमा प्रवेश गरियो कोही मस्त निदाउनु भएको छ हुनुहुन्छ ल हेर्नुहोस् गाइस ल अब हामी अर्कोसँग भेटौँ ल अहिलेलाई हामी यो भिडियो बन्द गरौँ है त